नमस्कार सबैजनालाई स्वागत छ तपाईहरुलाई मेरो YouTube च्यानल वन्डर विथ अस्मितामा and also I welcome you to the unboxing video of DJI को Osmo Pocket 3 creator combo. So यो भिडियोमा चाहिँ हामीले हेर्ने छौं कि यो कम्बो क्रिएटर कम्बो भित्र हामीले के चाहिँ पाउन सक्छौं. सो हेर मात्रै यहाँ भित्र के छ अनि के सामानहरु हामीलाई कतिको युजफुल हुँदो रहेछ हामीलाई आइडिया भइहाल्छ. यो मैले अब हेर्न चाहिँ मैले अगाडि नै हेरिसकेको छु. किनिसकेपछि त्यहाँ भित्र के छ भनेर सबै मैले बुझेर आइसकेको थिए. तर आई थट कि एउटा अनबक्सिङ भिडियो मैले बनाउँदा ठीक हुन्छ किनभने तपाईहरुलाई पनि आइडिया हुन्छ नि त हामीले क्रिएटर कम्बो भित्र के पाउन सक्छौं भनेर. सो त्यही भएर मैले यो फेरि यसलाई अनबक्सिङ भिडियो भनेर बनाइरहेको छु. एउटा हुन्छ हाम्रो यो पाउच. त्यसपछि छ हामीसँग यो एउटा बक्स एन्ड त्यसको भित्र हुन्छ यो केही पेपर्सहरु जुन चाहिँ हामीले कहिले पनि हेर्दा पनि हेर्दैनौं पढ्दा पनि पढ्दैनौं. त्यही भएर यसलाई यो यही भित्र होस् अनि यो एकछिन साइडमा जाओस्. पहिला हामी खोल्छौं यो ब्याग. मलाई यसको सुरुमा यसो हेर्दाखेरि मलाई यसको यो मलाई ब्याग नै मन परिसकेको थियो के. यस्तो मजाको म्याट फिनिशिङ छ. बोक्न पनि सजिलो अनि हाम्रो भएको सबै सामानहरु हामीले यही एउटा ब्यागमा राखेर नै जहाँ पनि हिड्न सक्छौं. एन्ड देन यसमा चाहिँ सबै सामानहरुलाई यसरी कम्पार्टमेन्ट गरेर छुटाइदिएको छ जुन चाहिँ एकदम सजिलो छ. एकै ठाउँमा कोचेर राख्न सकिएन. एकअर्काले गर्दाखेरि स्क्रैच पनि हुँदैन. एन्ड पहिला निकालौँ है त. सो स्टप्पर भनौँ अब मेन नै यही हो यसको. यो क्यामेरा हेर्दाखेरि चाहिँ यस्तो हुन्छ अगाडिबाट पछाडिबाट एन्ड एकदम सानो छ. लाइक एक बित्ताको पनि छैन के यो. यसरी समात्न पनि सजिलो हुन्छ. अब हामीले फोनबाट भ्लगिङहरु भिडियो बनाउँदाखेरि चाहिँ कस्तो अप्ठ्यारो हुन्छ नि त. पुरा फोन नै यसरी गरेर फोन नै निकालेर सुट गर्नुपर्छ. तर हामीले कहिलेकाहीँ अब अनकम्फर्टेबल लाग्छ. अब मलाई चाहिँ लाग्छ किनभने त्यति फ्यामिलियर के हुन्छ त्यति मलाई सजिलो लाग्दैन नि त. मान्छेको अगाडि क्यामेरा निकालेर फोन निकालेर रेकर्ड गर्न अलिक अनकम्फर्टेबल लाग्छ किनभने फोनले गर्दाखेरि अलिक झ्याप्पै त्यो नोटिसेबल भइहाल्छ के. तर यो चाहिँ यति सानो छ कि ठ्याक्क निकाल्यो अनि यसरी घुमायो अनि यसरी गरेर भिडियो लिन सकिन्छ. बेस्ट पार्ट चाहिँ यसको के हुन्छ भने यो भयो. अब यसलाई हामीले युट्युबहरुको लागि पनि भिडियोज बनाउन सक्छौं. अनि त्यसपछि रिल्स इन्स्टाग्राम फेसबुकहरुको लागि रिल्स बनाउन एकदम नै सजिलो छ. एक फ्लिपमै तपाईको युट्युबको लागि हुन्छ एन्ड एक फ्लिपमै यो रिल्सहरुको लागि रेडी छ के यो क्यामेरा चाहिँ. बेस्ट पार्ट चाहिँ यही हो. ओके यो त त्यो भइहाल्यो. एन्ड देन योसँग आउँछ हामीलाई एउटा मिनी ट्राइपड जुन चाहिँ अब ठ्याक्क अब यतिकै त यो उभ्यायो भने त गुल्टी नै हाल्छ. त्यही भएर यसमा राखेर हामीले क्यामेरालाई अट्याच गर्न सक्छौं. अनि यसमा के छ भने ठ्याक्क यो मिनी ट्राइपड अट्याच गर्नको लागि यसमा केही पनि छैन. सो त्यसको लागि चाहिँ हामीलाई यो एउटा एक्स्ट्रा ह्यान्डल दिएको छ. यसमा चाहिँ यो ट्राइपडलाई अट्याच गर्नको लागि स्पेस पनि दिएको छ. यसलाई चाहिँ यो वाला जुन छ नि यो वाला बटन यसलाई प्रेस गरेर यहाँ भित्र हाल्ने. अनि त्यसपछि यो अलिक ठुलो पनि भयो के. अलिक ठुलो भयो सजिलो पनि हुन्छ होल्ड गर्नको लागि. त्यसपछि हामीले यसलाई यहाँनिर अट्याच गर्न सक्छौं. त्यो भयो. एन्ड देन त्यसपछि छ हामीसँग एउटा यो एक्स्ट्रा ब्याट्री भन्दा नि हुन्छ पावर ब्याङ्क जस्तो हुन्छ. सो एकदम इजी हुन्छ. लाइक क्यामेराको ओरिजिनल ब्याट्री सकिसकेछ भने पनि हामीले यसलाई अट्याच गरेर ब्याट्री फेरि रिगेन गर्न सक्छौं. पावर ब्याङ्क त हो एज पावर ब्याङ्क नै काम गर्छ यसले. सो यो एउटा एक्स्ट्रा भएर चाहिँ एकदम सजिलो भयो कि किनभने कतै अलिक लङ ट्राभल गर्दाखेरि एउटा फोनको ब्याट्री नै भइहाल्छ इट्सेल्फ. अनि अर्को हुन्छ हामीसँग यो एक्स्ट्रा ब्याट्री. अनि त्यसपछि के छ त त्यसपछि छ DJI को सबै नै यहाँ भित्र भएको सामानहरु अति नै राम्रो छ कि. अर्को यो माइक एक त हेर्दा पनि राम्रो छ काम पनि अभियसली राम्रै गर्छ. यो माइक भयो. अनि यसलाई यो क्लिपिङ गर्दा पनि हुन्छ. यसरी यहाँ क्लिपिङ गरेर युज गर्न सकिन्छ.
एन्ड योसँग हामी अब कहिलेकाहीँ बाहिर जाँदाखेरि पुरा हावा हुन्छ, आवाजहरू क्लियर आउँदैन, हावाले डिस्टर्ब गरिरहेको हुन्छ नि त। त्यसपछि यसलाई अट्याच गर्ने अनि त्यसपछि अब चाहिँ अलिक माइक जस्तो जुन हामीले अरूहरूको देखिरहेको हुन्छ नि, यो भएन भने त माइक जस्तो फिल नै आउँदैन जस्तो लाग्छ कि मलाई कुनै कुनै बेला। सो यस, यस्तो हुन्छ यो गरिसकेपछि। एन्ड त्यसपछि एउटा यसको अर्को पनि एउटा छ, त्यो चाहिँ मलाई एकदम युजफुल लाग्यो कि, किनभने अब सबैलाई चाहिँ यो ठुलोवाला माइक हुन्छ नि त, अनि सबैलाई यो ठुलोवाला यसरी देखाउँदै बाहिर अलिक अनकम्फर्टेबल हुन्छ भन्दा पनि हुन्छ। यसरी माइक गऱ्यो अनि ठ्याक्क माइकै देखिन्छ क्या, घाँटी के भयो। सो त्यही भएर यसलाई हाइड गर्नको लागि एउटा DJI-को सानो म्याग्नेट पनि छ, जसलाई चाहिँ हामीले अब यसलाई नुकाउनको लागि एकदम नै युजफुल हुन्छ। यस्तो गऱ्यो एन्ड देन यसरी गऱ्यो, नुक्यो, माइक गायब। सो यो चाहिँ एकदम नै मलाई राम्रो लाग्यो योवाला चाहिँ। निस्किँदैन त, निस्क्यो। यो अलिक निकाल्न अलिक गाह्रै हुनुपर्छ, किनभने यसले अलिक मजाले हाम्रो माइकलाई हराउनबाट प्रोटेक्ट गरेर राख्छ, बचाएर राख्छ। यो चाहिँ एकदम चाहिने नै हो। त्यसपछि छ एउटा वाइड एङ्गल लेन्स। अब यसलाई हामीले हाम्रो निडको अनुसारले यसको लेन्समा अट्याच गरेर युज गर्न सकिन्छ। त्यसपछि छ हामीसँग सी टाइपको डाटा केबल। यो सी टाइपको डाटा केबल उस्तै खालको नै हुन्छ, सबै नै त्यही नै हो। अनि त्यसपछि यसलाई चाहिँ अब यसको चाहिँ टाउको भनौँ या एडाप्टर भनौँ, त्यो चाहिँ हामीलाई छुट्टै बाहिरबाट लिनुपर्छ, या हामीसँग घरमा भएको कुनै छ भने त्यो युज गर्दा पनि हुन्छ। एन्ड त्यसपछि लास्ट बट नट द लिस्ट, यो ह्यान्ड स्ट्र्याप छ। यो चाहिँ एकदम नै इम्पोर्टेन्ट हो, किनभने के हुन्छ भने अब कहिलेकाहीँ इफ इन केस अब हामी यसरी क्यामेरा युज गर्दैछ अनि फुत्त स्लिप भयो भने त गयो नि त। त्यही भएर त्यसको लागि चाहिँ ठ्याक्कै यसलाई त्यहाँ लगायो भने झऱ्यो भने पनि केही फरक पर्दैन, आफ्नै हातमा हुन्छ। यो चाहिँ नै इफ तपाईँहरूले यो लिँदै हुनुहुन्छ या तपाईँसँग योवाला छ भने प्लिज युज गर्नु होला। होइन एउटा त बिर्सेछु, यो बक्स पनि छ। आई थट यति नै हो, तर अघि भर्खर मैले यो बक्स निकालेको थिएँ। यो बक्स पनि छ, यो बक्समा पनि एकदम युजफुल कुरा नै छ। यसमा छ यो केस भनौँ या क्यामेरा प्रोटेक्टर भनौँ, यो एकदम सेभियर नै हो, किनभने अब यत्तिकै लिएर घुम्दाखेरि त अब पकेट क्यामेरा हो नि त। यो पकेट क्यामेरा हो, हामीलाई क्यारी गर्नको लागि पनि कम्फर्टेबल होस् भनेर हो यो। अब यसलाई हामीले पकेटमा राख्छौँ या ब्यागमा राख्छौँ या अरू केही सामानसँग अट्याच हुँदाखेरि यो स्क्रैचहरू लाग्ने स्क्रिनमा, अनि त्यसपछि यसको लेन्समा स्क्रैचहरू लाग्ने हुन्छ नि त। सो त्यो नहोस् भनेर त्यसको लागि चाहिँ यो हो। यसलाई चाहिँ हामीले यसरी अट्याच गर्न सक्छौँ, यस्तो भयो। अनि त्यसपछि यसलाई यहाँ राख्ने अनि यसरी प्रेस गरिसकेपछि यो चारैतिरबाट सेफ भयो क्या। सो अब यति भइसकेपछि अब हामीले त्यति धेरै ध्यान दिनु परेन, किनभने यसलाई यत्तिकै गरेर पकेटमा राख्दा पनि भयो। एन्ड त्यसपछि ब्यागमा फुत्त फ्याँक्नु भएन, यसरी ब्यागमा राख्दाखेरि पनि केही पनि हुँदैन, यो चारैतिरबाट सेफ छ। अब यस्तो हुन्छ हामीसँग प्रोटेक्टर छ, यताउति छ, यहाँ केही पनि हुँदैन भनेर हामीले केयरलेस पनि गर्नु हुँदैन। यसलाई एकदम राम्ररी आफ्नो साइडबाट पनि बचाएर राख्नुपर्छ, किनभने कुन बेला के हुन्छ भने थाहा हुँदैन। एन्ड हामीले यसको कम्बो सेटमा पाउने भनेको यति मात्र नै हो। अनि त्यसपछि हामीले एक्स्ट्रामा किन्नुपर्ने के हुन्छ भने त्यसको एडाप्टर किन्नुपर्छ डाटा केबलको। एन्ड त्यसपछि मेमोरी कार्ड पनि हुँदैन। अब मेमोरी कार्ड चाहिँ हामीलाई आफ्नो हिसाबले कति जिबीको स्टोरेज चाहिन्छ त्यो चाहिँ हामीले छुट्टैबाट लिनुपर्छ। एन्ड मेमोरी राख्नको लागि चाहिँ यसको यहाँ साइडमा एउटा स्पेस छ, त्यहाँ हामीले मेमोरी राखेर यसलाई मजाले युज गर्न सक्छौँ। एन्ड यस, यति नै हो क्रिएटर कम्बोको, त्यो अस्मो पकेट 3 को क्रिएटर कम्बोमा हामीले यति नै सामान पाउन सक्छौँ। एन्ड आई जस्ट होप यो भिडियोज तपाईँलाई युजफुल हुनेछ, हुएभर इज गोइङ टु बाई दिस, जसले पनि यो क्यामेरा अब फ्युचरमा लिँदै हुनुहुन्छ या लिने सोच्दै हुनुहुन्छ, त्यसको लागि चाहिँ यो एउटा प्रि इन्फर्म भिडियो जसमा तपाईँले थाहा पाउन सक्नुहुन्छ कि के इक्विपमेन्टहरू चाहिँ हामीले यो क्रिएटर कम्बोमा पाउन सक्छौँ भनेर। म धेरै बोले जस्तो छ, बट आई गेस द्याट्स फाइन, किनभने
चाहिने कुरा नै हो। अनि सो यस, आजको लागि यति नै। अब नेक्स्ट टाइमबाट मैले कुनै पनि भिडियोज बनाउने छु भने अभियसली म यसबाटै बनाउने छु। एन्ड अहिलेको भन्दा अलिक बेटर हुनेछ भन्ने आई जस्ट होप द्याट कि म एकदम आशा गरिरहेको छु कि अब मेरो अपकमिङ भिडियोजहरू अलिक राम्रो हुन्छ, किनभने मलाई बोल्दा बोल्दा अलिक कन्फिडेन्स पनि आइसकेको छ। सो yes, this much for today. Thank you for watching my video. See you in my next video. Bye.